Hello guys, what's up? Welcome to back my new video. नमस्ते एन्ड सोफिया फुला। आज चाहिँ हाम्रो हरिपन्तज्यू अस्ति जुन घन्टी छापबाट हाम्रो क्षेत्रबाट उठ्नु भएको थियो, विजेता हुनुभएको थियो। अनि यहाँ मिटिङ छ आर्मी ब्यारेकनिर भन्ने थियो। खै गाउँको मान्छेलाई मेसेज पुगेन क्या हो, समाचार पुगेन जस्तो छ है। भिडियो हेर्दै गर्नु, भिडियो युट्युब च्यानललाई लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला भन्दै जाउँ हामी आएको भिडियो अर्कोतर्फ, अगाडिको भिडियोतर्फ। के बजाएर छ गाइस, वेलकम टु ब्याक माई न्यू भिडियो। हामी चाहिँ कहाँ जानु लाग्यो? बुलबुले मिटिङ छ अरे हरिपन्त अनि आर्मीहरूको ह्याकिमसँग। खै के भन्नु रहेछ कुरा हेरौँ। तर हाम्रो तामाङ टोलको, मेरो टोलको मान्छे खोइ छैन त। मान्छे त हरायो। खोइ हाम्रो टोलको मान्छे छैन त। हाम्रो टोलको मान्छे यति हो। उता पछाडि हुनुहुन्छ। जम्मनु सुर्ती मोल्दिमुला हो लोप्चन टोलको मान्छे। तिमी पर लाब्रेरी म त पर चाब्रे। खोइ त मान्छे त आउँदैन, मान्छे छैन। माथि गाउँको छ त, माथि गाउँको छ त, तल गाउँको खै मान्छेहरू। मेरो ग्याङ हाम्रो गाउँको झन् आएको छ तेरो बाजेको त हरायो बाटोमा। माथि गाउँको त, तल गाउँको छैन। मेरो गाउँ कि कहाँ हो? राइस स्टार हाम्रो, त्यही त माथि गाउँ भनेको उता। हाम्रो राइस स्टार, हाम्रो राइस स्टार पोजेर एकचोटि टुपीबाट जस्तो भएछ राइस स्टार त। अनि मोटाएर है यता फेरि अर्को भाइ जस्तो जानु टाइट न टाइट बुलेट प्रुफ जस्तो। कहाँ रहेछ टाइट? मान्छे छैन त। मम ओ मम, नेता खायौँ ताइबाङ दे नेता दा। अँ ताइबाङ रोपाङ त। ओइमा ढाबा खाबा हरिपन्त। सबैले दियो म दियो ओहो 5 नम्बरी बनाऊ भन्ने। ए यतैबाट होला, हो तेरो जित्यो। उताबाट घुम्नुपर्छ, यतैबाट हिँड्नु न। यता हो यतै। आएको छैन होला। भनिया धतोरा बाके बोडो लगे तहरा आवे के परे जाबे देवे दिया तारे हो बासावा आलाया में के परे। अरे चाचा जी क्या कर रहे हो? क्या गरेको यस्तो? के मुद्दा रहेछ म चाहिँ। भन्नुपर्ने त्यहाँको ढ्याङ्ग्रो कि के बजायो मासले। गाडी आयो भने यही रोडबाट आउनु पर्ने, खोइ आएकै छैन। हरिपन्त वरिष्ठ नेता हाम्रो एरियाको त अब बाघ नै भइसक्यो। कता खै आएकै छैन त। यही रोडबाट आउनु पर्ने, आयो भने शीतलमा पनि बस्नु पऱ्यो यता। जङ्गल क्या अच्छा है यार, जङ्गल बहुत अच्छा है। जङ्गल कति राम्रो है जङ्गल। यहाँबाट सोलकपुर आएर भजन बोलाएर हाजेर दिमाग लाग्छ हेर्ने। कोमामा यता फेरि छुट्टै कहानी छ। डाङ्रा डुङ त गरेको थियो, आएन त। Come on guys.
चलिए मंदिर को लगे पूरा सीन लो हाँ पूरा राख्नु पर्यो नि मान्छेले के भन्छ के हुन्छ मेरो भ्लग नै बिग्रिनु भयो यार मान्छे खै यति हो त बसिरहेको सब्जी डिजल सब बोलाउँछ अब अहिले यत्रो गाउँको हो चेलीबेटीहरू लिएर आएको छु म केही वास्ता निन्दा केही मतलब छैन केही कुरा केही छैन यो तरिका हुन्छ उनीहरूको पनि त आफ्नो काम धन्दा हुन्छ नि घरमा होइन यो 5-6वटा क्वेसन सोध्ने हो त्यसपछि हामी गइहाल्छौँ त्यस्तो पनि हुन्छ हजुरलाई हाम्रो गुनासो पकाउन आएको यहाँ हजुरलाई पहिला पनि थाहा भएकै कुरा हो होइन अब गाउँले हजुरलाई जिताएर पठाउनु भएन अब गाउँले दुःख सुख हजुरले नै साथ दिनुपर्छ होइन अब हजुरलाई समस्या त हाम्रो थाहा छ उहाँलाई पनि थाहा छ होइन अब तपाईँ बिस्तारै जानुहुन्छ संसदमा होइन जानुहुन्छ तपाईँ त्यही भएर हामी गाउँले सबैजना हाम्रो आफ्नो समस्या लिएर आएको मलाई हजुरको समस्या थाहा छ त्यो मैले पहिला पनि गरेको हो पहिला म सरकारमा संसदमा नहुँदाखेरि पनि तपाईँहरू पछिल्लो मैले बोलेको हो होइन अब त म संसदमा छु तपाईँहरू ढुक्क हुनुहोस् त्यो बस्ती तपाईँहरू त्यत्रो वर्षदेखि बस्नु भएको छ त्यो केही पनि हुँदैन तपाईँ ढुक्क हुनुहोस् त्यसको लागि हामीले संसदमा कुरा उठाउनुपर्छ कि त्यहाँनिर हामीले धर्ना बस्नुपर्छ कि के गर्नुपर्छ हामी गर्छ तपाईँ ढुक्क हुनुहोस् सर तपाईँसँग एउटा मेरो पनि समस्या छ है वीरगञ्ज महानगरपालिकाभित्र रहेर पनि 32 नम्बर वार्डलाई चाहिँ हेर्नुहोस् यति विगत ठाउँ बनाएको छ नि अहिलेको नेताहरूले हजुरले चाहिँ यो बुझ्नु होला न हामीलाई खानेपानीको सुविधा छ न त्यसमा रोडको सुविधा छ कुनै पनि हामीलाई सुविधा छैन हेर्नुहोस् त्यहाँ ल्याएर चिडियाखाना बनाउने त्यो भनेर आउने धम्काउने भोट माग्ने त्यो तरिका हामीलाई हुनु भएन हेर्नु जनता चाहिँ एउटा जनताले चाहिँ स्वच्छ उसमा बस्न पाउनु पर्यो चुनाव आउँछ नेता हजुर हजुर भनेर आउने अरू बेलामा त्यो वास्ता नगर्ने विकास केही पनि नगर्ने अनि त्यसरी गरेर पनि त्यस्तो पछाडि पार्ने हामीले सधैँभरि होइन त्यहाँको जनतालाई चाहिँ जे होस् भन्ने खानेपानी बल्ल तल्ल लिएर आउने 30 लाखको बजेट हेर्नुहोस् सर त्यहाँ गएर हजुरलाई पनि थाहा छ 30 लाखको बजेटमा हजुर एउटा पम्प सेट गाडिदिएर त्यहाँ पानी निष्कासन भएको छैन त्यसमा पानी निष्कासन भएको छैन त्यो 30 लाखको बजेट चाहिँ कहाँ गयो के गर्यो त्यो चाहिँ खोजी हजुरले गर्नु पर्यो के हजुर अनि जनतालाई कर तिरिरहेको छौँ त्यहाँको हामी राजस्व सारा तिरिरहेको छौँ त त्यो देख्नु पर्यो नि त हामी कसलाई भन्ने पहिला के थियो भने हजुर त्यस्तो यो पैसा कति खर्च भयो भएन भनेर अनुसन्धान गर्ने यो अख्तियार दुरुपयोग अनुसन्धान आयो त्यसमा पार्टीको मान्छे थियो कहीँ एमालेको मान्छे कहीँ काङ्ग्रेसको मान्छे कहीँ माओवादीको मान्छे
अनि उनीहरूले कहिले पनि सफासँग काम गर्न सकेन, निष्पत्तिसँग काम गर्न सकेन। अब सब हामी सरकारमा गइसकेपछि त्यहाँ पार्टीको मान्छे हुँदैन, पार्टीको मान्छे नहुने बित्तिकै काम निष्पत्ति हुन्छ, खोजबिन हुन्छ, सबै अनुसन्धान हुन्छ। तपाईँ ढुक्क हुनुहोस्, तपाईँले खालि हामीलाई लेखेर दिनु होला कुन आयोजनामा तपाईँहरूलाई चाहिँ भ्रष्टाचार भयो जस्तो लागेको छ, त्यो हामीलाई आयोजना लेखेर दिनुहोस्। सबै त्यसमा अपेक्षा लागेर वर्षै पछि हजुरलाई आउँछ बजेट, हेर्नुहोस् रोडको लागि। रामवनमा कुनै बजेट आएको छैन, हजुरले देख्नु भएको छ। न रोड बाटो छ, न के छ, खानेपानी छ। 32 नम्बर वार्ड महानगरपालिकाले हेर्नुहोस्, त्यो महानगरपालिका किन बनायो हजुर? गाउँपालिका भनेर एउटा घोषणा गरिदिएको भए हुन्थ्यो, हामीलाई हाम्रो मन पनि बुझ्थ्यो। हेर्नुहोस्, त्यही भएर हजुरसँग आज यहाँनिर पालिकामा जति पूर्वाधार हुनुपर्ने त्यो छैन। हामीले पनि हेरेका छौँ, भित्रभित्र गाउँलाई पनि महानगरपालिका घोषणा गरेको छ। त्यसमा अब करको चाहिँ दर बढी हुन्छ, त्यो किसिमले त्यो कुरा हामीले बुझेको छौँ। अब महानगर घोषणा गरिसकेपछि त्यसलाई चाहिँ त्यसको पूर्वाधार विकास गरेर महानगर नै हो जस्तो हामी पार्ने कोसिस। त्यही आशा छ, त्यही आशा हजुरलाई बोकेर हामीले चाहिँ सबै मिलेर होइन आज भोट दिएर हजुरलाई जिताएको छौँ होइन। हजुरले आफ्नो कुर्सी मात्रै नहेर्नुहोस् होइन, जनताको विकास पनि हेर्नुहोस्। जनता आफ्नो सधैँभरको लागि चाहिन्छ, यो चाहिँ बुझिदिनु होला। एकताले भान्जी पनि छु होइन, भान्जीको जता पनि छु। हजुर हेर्नुहोस्, मेरो गाउँ हो, म हेर्नु वीरगञ्ज बसे पनि मेरो आफ्नो कर्मथलो चाहिँ यही 32 नम्बर वार्ड हो। त्यसले गर्दा आज टाइम मिलाएर होइन आफ्नो कार्यक्षेत्रको लागि चाहिँ म वीरगञ्जै बसोबास छ। अहिले आफ्नो गाउँको विकासको लागि चाहिँ म अगाडि बढ्छु, अगाडि बोल्छु भनेर नै म आज टाइम मिलाएर चाहिँ आएको छु। त्यही भएर हजुरले त्यति बुझ्दिनु होला। हाम्रो गाउँको लागि धेरै सम्झिनुपर्छ, एकदम धेरै नबिर्सिनु होला। त्यो आशावादी सबैले बनाउँछौँ, पहिले प्रसादी खाएर मन्दिर हो, हामी एउटा ठाउँ फोटो खिच्नु रे, फोटो फोटो खिच्नु पऱ्यो। हजुर तपाईँ चाहिँ नखिच्ने फोटो हो र? सम्झी छु भिडियो म गर्छु नि, युट्युबमा हालिदिइहाल्छु नि। त्यसो र भिडियो म गरिदिइहाल्छु नि। नेताले बोलेको चाहिँ बुझ्दै कि बुझेन थाहा भएन, त्यो के अरे माइक जस्तो चिज बजेर खालि ढुक्क हुनु भन्नु मात्रै बुझ्यो मैले चाहिँ होइन। ढुक्क हुनु भन्नु त धेरै नेताहरूले भन्यो, यहाँ त विश्वासघात होइन महाघातको घात भइरहेछ पहिल्यैदेखि। अब एकचोटिलाई विश्वास गरौँ, ढुक्क हुनु भने चाहिँ मैले युट्युबतिर नै भिडियो नि ढुक्क गरिराख्ने छु होइन। 5 वर्ष चाहिँ आइहाल्छु नि, फेरि दिन आउँछ। त्यही भएर तपाईँहरू चाहिँ च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु, भिडियोलाई लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सिनु होला भन्दै हाम्रो यो भिडियो यहीँ टुङ्गिन्छ। ओके, टेक केयर गाइस, बाई बाई।